हरिओम। धेरै जस्तो मानिसहरूको प्रश्न हुन्छ, परमात्मा हामीहरूले दर्शन गर्न सकिन्छ कि सकिन्न, दर्शन गर्न सकिन्छ भने कसरी दर्शन हुन्छ परमात्माको भन्दा वैदिक शास्त्रहरू, वेदान्त शास्त्रहरू, हाम्रा सबै धर्मशास्त्रहरूले परमात्माको एउटा स्वरूप बताएका छन्। परमात्मा आनन्द स्वरूप हो, परमात्मा सुख स्वरूप हो। तिमीले त्यो आनन्द स्वरूपको, तिमीहरूले सुख स्वरूपको दर्शन गर्न सक्दछौ। अन्तःकरणको माध्यमबाट, मनको माध्यमबाट तिमीहरूले दर्शन गर्न सक्दछौ। तर मैलो मनमा दर्शन हुन सक्दैन। मन पवित्र हुनु पर्दछ। किन भनिएको छ, निर्मल मन जन सो मोहि पावा, मोहि कपट छल छिद्र नभावा। निर्मल मन भएको व्यक्तिले मलाई प्राप्त गर्न सक्छ। त्यो छल कपट राख्ने व्यक्तिले चाहिँ मेरो दर्शन गर्न पाउँदैन भनेर गोस्वामी तुलसीदासजीले रामचरितमानसमा रामको उक्ति राख्नु भएको छ। तसर्थ दर्शन गर्न सकिन्छ सुख स्वरूप परमात्माको, क्योंकि हामी सबैलाई सुख चाहिएको हो। परमात्मा नै सुख स्वरूप हुन्। या हामी आफ्नो स्वरूपको दर्शन भनौँ, परमात्माको दर्शन भनौँ, सुखको चाहिँ हामीले आनन्दको चाहिँ दर्शन गर्न पाइँदछ। तर त्यही हो, मनमा पवित्रता हुन पर्यो। यो संसारतिर लागेको मन चाहिँ स्वाभाविक मैलो हुन्छ। लोकैषणा, वित्तैषणा, पुत्रैषणा आदि भनिएको पनि छ। गीताको प्रारम्भिक मङ्गलाचरणमा पनि गीताको महत्त्व महात्म्यमा बताइएको छ कि संसार मलनाशनम, संसार रूपी मलनाशको लागि गीता अध्ययन गर्ने हो भने गीताले यो संसारको मल मनबाट नाश गरिदिन्छन् र मनलाई निर्मल बनाइदिन्छन् भन्ने भाव हो। मनमा 3 प्रकारका गुणहरू हुन्छन्, सत्वगुण, रजोगुण, तमोगुण। यिनी मैल हुन्। यो संसार नै एउटा मैला हो। मायाले बनेको संसार, मायाका त्रिगुण हुन्, सत्वगुण, रजोगुण, तमोगुण। तर तिनटै गुण व्यर्थ छन् भन्ने पनि होइन। तमोगुणी राक्षसहरू भनिन्छन्, रजोगुणी राजाहरू मानिएका थिए, सत्वगुणी प्रभुका भक्तहरू मानिन्छन्। अब जस्तो व्यक्ति हुन्छ त्यस्तै जस्तो मनको रङ हुन्छ, मनका रङ भनौँ न। सत्व भनेको सेतो, रजो भनेको रातो, तमो भनेको कालो रङ भएको मन। अब जस्तो रङ छ त्यस्तै भोजन पनि खान माग्दछ यसले, यो मनले। त तमोगुणीहरूको भोजन के हो भन्दा अर्काको टाउको फोड्ने, हात खुट्टा भाँच्ने, साना साना बालकलाई बाउलीमा कुवामा लगेर डुबाएर